तपाईलाई नि हजुर पुराणमा बस्नु भएको छ बसेको छु है। हजुर अब पुराणमा के सिक्नुभयो हजुर पहिले नै जानेको पनि हुन्छ। पुराणमा सिकेको कुराहरू सोध्दैछु ल। हुन्छ सर। जम्मा तिथि कतिवटा हुन्छ? जम्मा तिथिहरू 16 वटा। अलि भएन। महिना कतिवटा? महिना 12 वटा। बार कतिवटा? बार 7 वटा। पक्ष कतिवटा? 2टा। वेद कतिवटा? 4 वेद। उपवेद कतिवटा? उपवेद त बिर्स्यो भयो त सर। बिर्स्यो भन्नुभयो, कमेन्ट गरिदिनु होला। पुराण कतिवटा? 18 पुराण। नक्षत्र कतिवटा हुन्छ? 9 वटा। गलत। राशि कतिवटा? 12 वटा। योग कतिवटा? योग पनि बिर्स्यो। ल उहाँले बिर्सिने भन्नुभएको कुराहरू चाहिँ कमेन्ट गरिदिनु होला हजुरहरूले। उहाँ पुराणमा बसिराख्नु भएको छ त्यही भएर सोधेको। ल यो चाहिँ बैगुन्धुरा कति पर्छ? गौरादा 9 बैगुन्धुरा बजार छेउमा। दाल बन्धुहरूको दाल बन्धुको पूजा बुवा आमा होइन कसको उसमा लगाउनु भएको? बुवा आमा हजुरबा भाइ काका। काका। हजुर ल सबैको उद्धार होस्। हजुर। ल प्रश्नहरूको सही एन्सर कमेन्ट गरिदिनु होला।